हेलो नमस्ते साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो फर्स्ट ब्लगमा। आज चाहिँ हामी मधुमल्ला जाँदैछौँ। हेरौँ है त मधुमल्ला बजारको ब्लग कस्तो हुन्छ मेरो। अनि यो चाहिँ हाम्रो मावा खोलाको पुल हो। यो पुल तरिसकेपछि चाहिँ झापा जिल्ला कटेर मोरङ जिल्ला प्रवेश हुन्छ। अनि यहाँ बाटोमा धान चाहिँ कस्तो मजाले हरियो फिरेको रहेछ। अनि मैले यसलाई क्याप्चर गरेँ। अनि हामी चाहिँ मधुमल्ला बजार पुग्यौँ। अनि बजार चाहिँ कति धेरै भिड हुन्छ क्या बेलुका भएपछि। अनि बजारतिर गयौँ। अनि यहाँ चाहिँ चुरा कस्तो राम्रो राम्रो थियो, कस्तो मन परेको क्या चुराहरू। अनि मम्मीले चाहिँ चुरा किन्नुभयो। अनि हामी यहाँ चुरा हेर्दैछौँ, कस्तो राम्रो राम्रो थियो नि साथीहरू। बजारमा चुराहरू साउन लाग्यो नि त अब। अनि साउने चुराहरू आइसकेको रहेछ। हामी त्यस पछाडि चाहिँ सब्जी बजारतिर गयौँ। अनि कागती चाहिँ 50 रुपियाँ पोका रहेछ। अनि एक पोका कागती किन्यौँ। अनि टमाटरहरू हेऱ्यौँ, टमाटर सस्तो थियो। अनि टमाटर पनि ल्यायौँ। अनि त्यस पछाडि फेरि हामी भित्र बजारतिर पस्यौँ। अनि त्यहाँनिर के हेर्दै गयौँ। अनि हामीले त्यहाँनिर के किन्यौँ, पिँडालु किन्नुभयो मामुले। अनि फेरि पिँडालु किनेर फेरि गयौँ। अनि भाउजूले चाहिँ यहाँनिर नरिवल किन्नु भएछ। एकजना अङ्कलले डुलाउँदै ल्याउनु भएको थियो। अनि नरिवल मलाई दिनुभयो। अनि म चाहिँ नरिवल खाँदै हिँड्दै गर्दै थिएँ। भिड थियो नि साथी बेलुकातिर त। यस्तो बजारतिर त कति धेरै भिड हुन्छ, सब्जी लाइनतिर त नि। अनि यहाँ एउटा दाइकोमा चाहिँ हामीले आँप किन्यौँ। त्यस पछाडि हामी चाहिँ भाडा पसलतिर लाग्यौँ। अनि त्यहाँबाट हामीले के सामानहरू किन्यौँ। अनि अब घर जानुपर्छ भन्दै सल्लाह गर्दै निस्क्यौँ हामी तिनजना चाहिँ। अनि त्यहाँ मम्मी भाउजू चाहिँ के हेर्दै हुनुहुन्थ्यो कपडा पसलमा। अनि अब चाहिँ हामी घरतिर लाग्यौँ सिटीमा चढेर। थ्याङ्क यू सो मच।